अब काइनेमेटिक्सको अर्को ट्रिकी क्वेसन, यो क्वेसनमा धेरै मान्छेहरूले मिस्टेक नै गर्छ, धेरै मान्छेले मिस्टेक गर्छ यो क्वेसनमा। अब हेरौँ यो क्वेसन कसरी सोल्भ गर्ने। यो क्वेसन भनेको प्रोजेक्टाइल मोसनको हो। अब बल इज थ्रोन विथ इनिसियल भेलोसिटी यु, युबाट एउटा थीटा एङ्गलमा प्रोजेक्ट गरिएको छ भन्ने प्रोजेक्टाइल मोसनको छ। एउटा बललाई चाहिँ प्रोजेक्ट गरेको छ एङ्गल, त्यो पनि थीटा एङ्गल दिएको छ भर्टिकलसँग थीटा एङ्गल दिएको छ, यो 90 माइनस थीटा हुन्छ। हामीले यो धेरै जसो क्वेसनमा त हरिजन्टलसँग दिएको हुन्छ, तर यसमा ट्रिकी बनाउनको लागि यसलाई भर्टिकलबाट दिएको छ। धेरै विद्यार्थीले यसमै मिस्टेक गर्छ। अनि सोधेछ द भेलोसिटी अफ बल एट द हाइएस्ट पोइन्ट, यो हाइएस्ट पोइन्टमा कति भेलोसिटी हुन्छ त्यो निकाल्नु छ। हामीलाई थाहा छ यसमा चाहिँ 0 त हुँदैन, भर्टिकल मात्र 0 हुन्छ, किनकि एक्सिलेरेसन ग्राभिटी भनेको हाम्रो भर्टिकल डाइरेक्सन मात्र छ भने यसमा वाई कम्पोनेन्टको भेलोसिटी 0 हुन्छ, तर एक्स कम्पोनेन्टको भेलोसिटी जस्ताको त्यस्तै हुन्छ। जो चाहिँ हाम्रो यता यु छ भने थीटा जुन साइडमा छ त्यही साइडमा कस थीटा हुन्छ भने भर्टिकल यु कस थीटा हुन्छ र हरिजन्टल भनेको यु साइन थीटा हुन्छ। अनि यही यु साइन थीटा यहाँ बाँकी बस्छ, यु साइन थीटा जो हाम्रो डी अप्सन हो। यसमा धेरै मान्छेले यसमै मिस्टेक गर्छ, लगभग सबमा दिएको नर्मल क्वेसनमा दिएको हुन्छ थीटासँग दिएको हरिजन्टलसँग थीटा दिएको हुन्छ, अनि हामीले कम्पोनेन्टमा बाँड्दाखेरि यहाँ यु कस थीटा आउँछ हरिजन्टल अनि यु साइन थीटा आउँछ भर्टिकल। अनि त्यही दिमागमा बसिरहेको हुन्छ कि यु कस थीटा अनि सबले यु कस थीटा टिक लगाएर जान्छ, तर यु कस थीटा चाहिँ हुँदैन, किनकि यो थीटा भनेको भर्टिकलसँग छ, त्यसैले यु साइन थीटा हुन्छ।